हेलो गाइस, नमस्ते। मेरो चाहिँ सेकेन्ड मिनी ब्लग आइसकेको छ। म चाहिँ धादिङ मैदी आएको थिएँ अनि मैले चाहिँ मम्मी म भाइ चाहिँ साद्धो बाटे जाने भनेर साद्धो बाटे जाँदै थियौँ। भाइ हिँड्न सकिरहेको थिएन बाटो उकालो भएको कारणले। अनि हामी चाहिँ साद्धो बाटे पुगेर मम्मीलाई छोडेँ। मम्मी भोट हाल्न जानुभएको थियो नि त। अनि मैले पनि भोट हालेर अनि साथीहरू भेट भयो। साथीहरूसँग चाहिँ हामी मैदीकोट जाउँ न त भनेर अनि मम्मीलाई सातो बाटे छोडेर हामी चाहिँ मैदीकोटतर्फ लाग्यौँ। बाटो एकदमै ठिकै थियो भनौँ। त्यहाँ मैदीकोटको पुच्छारमा अलिकति राम्रै थियो बाटो। अनि साथीहरू कहिले नाच्दै कहिले के गर्दै थिए। अनि म फेरि कपडा धेरै नहालिकन आएँ नि त काठमाडौँबाट। लाएर आएको कपडा त फोहोर भयो। यति धुलो रहेछ कि के भन्नु, मैले नसोचेको बाटो रहेछ। अनि मैले चाहिँ फेरि यही कपडा लगाएर जाउँ न त भनेर यही लगाएँ। अनि म चाहिँ अघि आफ्नो अब रमाइलो कुराकानी गर्दै थिएँ नि त। अनि साथीहरू दिदीहरू पछि हुनुहुन्थ्यो। अनि दिदीहरू पछि आउँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ भोट हालेर थिएँ। मैले चाहिँ भोट घन्टी भन्दै अनि भोट हालेको नङ देखाएँ। अनि त्यसपछि चाहिँ म जाँदै थिएँ। उनीहरू चाहिँ अलि ढिला गर्दै अनि मलाई एकछिन पर्ख्यौँ लाग्यो। अनि उनीहरूलाई पर्ख्यौँ न त भनेर अनि म पर्खिन थालेँ। अनि पर्खिन थाल्दा उहाँहरू त आइपुग्नु भयो। अनि उहाँहरूसँग मैले उनीहरू पनि आफ्नो मोबाइल लिएर भिडियो बनाउँदै थिएँ। मैले भिडियो बनाउँदै थिएँ। मैदीकोट अलिकति जुम गर्दै थिएँ अनि देखिएन। ठिकै छ भनेर हामी चाहिँ जाँदै थियौँ। अनि जाँदैखेरिमा चाहिँ बाटोको हालत त यस्तो होइन। अनि सबैजना भ्लगर दिदीहरू हुनुहुन्थ्यो होइन। अगाडि नै भ्लग पछाडि नै भ्लग। अनि उहाँ दिदी चाहिँ भन्नुहुन्थ्यो मसँग मोबाइल नै छैन, मैले भिडियो नि बनाएन, मैले फोटो नि खिचाएन है, म चाहिँ सोझो भन्दै हुनुहुन्थ्यो। अनि ल भन्दै पत्ताउँदै हामी चाहिँ मासतिर लाग्यौँ होइन। अनि त्यहाँ धुलो त के भन्नु, बल्ल मैदीकोट पुगेर फर्किएँ होइन। धुलो यस्तो थियो, जुत्ता त सेतो थियो तर रातो भएको थियो है। अनि हामी गयौँ। जाँदै रमाइलो भइरहेको थियो। सबैजना आफ्नो कुराकानी गर्दै रमाउँदै मोबाइलमा भिडियो बनाउँदै गइरहेको थियौँ। अनि हामी जाँदै गर्दाखेरि घरमा चाहिँ हामीले झन्डा देखायौँ होइन। यो त नेपाल हो त होइन, नेपालमा त वाउ झन्डा। अनि के गर्नु, झन्डा मैले जुम गर्दै भिडियो बनाउँदै गएँ। अनि उहाँहरू चाहिँ सबैजना आफ्नो भनाइहरू राख्दै हुनुहुन्थ्यो। अब हामीले यो बाटोहरू चाहिँ राम्रो चाहियो, पानीहरू, शिक्षाहरू भन्यो भने हामी चाहिँ मैदीकोटको पुछारमा पुग्यौँ। अनि मैदीकोटको पुछार गएपछि त्यहाँ माथि कहिले पुग्ने भइरहेको थियो क्या मलाई। अनि त्यसपछि दिदीहरू चाहिँ तल भिडियो बनाउँदै साथीहरू नै नाच्दै थिए। अनि मैले चाहिँ त्यहाँ गएर अनि ठ्याक्क यसो हेरेँ। अनि तलतिर देखाउँछु भनेर देखाएको त होइन, पुरै कस्तो नराम्रो देखिरहेको छैन कि। त्यो मौसमको कारणले गर्दा चाहिँ सबै बिग्रेको थियो। रुखहरूमा नै घाँस थिएन, सबै सुकेको। अनि म चाहिँ त्यहाँबाट मैदीकोट मात्रै कहिले पुग्ने भइरहेको थियो नि त। अनि म चाहिँ लागेँ त्यहाँबाट। तलतिरको देखाएको केही राम्रो थिएन। त्यही पनि मलाई चाहिँ आफ्नो गाउँ हो नि त। अनि धादिङ रहेछ त के गर्नु। अनि सबैजना आफ्नै तालमा नाच्दै रमाउँदै भ्लग बनाउँदै हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ रमाइलो हुँदै थियो। अनि मलाई चाहिँ मन्दिर मात्रै कहिले पुग्नु भइरहेको थियो नि त। अनि म चाहिँ यो उकालो बल्ल उक्लेर मन्दिरनेरि त पुगिसकेको थिएँ। अनि मैले त्यहाँको दृश्यहरू देखाएँ। अनि एकदमै राम्रो आफ्नो जन्मभूमि, त्यही माथि पृथ्वीनारायण शाहको व्रतबन्ध गरेको ठाउँ होइन। अनि यहाँ चाहिँ मैले भिडियो बनाउँदै थिएँ। अनि त्यहाँ नचिनेको अङ्कल भाइ नै थियो। भाइलाई चाहिँ मैले चिनाएको थिएँ र हाई भनेको, उसले हेलो भन्यो। अनि अङ्कलले मेरो पनि भिडियो बनाइदेऊ न भन्नुभयो। अनि हुन्छ भनेर मैले हाई भनेको, उहाँले हेलो भन्नुभयो होइन। अनि उता चाहिँ राम्री दिदीहरूले भिडियो बनाउँदै हुनुहुन्थ्यो। अनि म त्यहाँबाट मन्दिर जान्छु भनेर गएँ। त्यहाँ दाइले मलाई चिनेर सन्ची छ भन्नुभयो। अनि हजुर भनेर म चाहिँ माथि गएँ। अनि मैले माथि गएपछि त यो राउन्ड त हान्नु पऱ्यो नि। अनि त्यही माथि म मैदीकोट पो पुगेको त। हामी ढिला पुगेको कारण तर भित्र छिर्न चाहिँ पाएनौँ, किनकि त्यहाँ ढोका बन्द थियो। अनि भाइहरू उता नि टिकटकहरू नै बनाउँदै थिए। पर्यटक क्षेत्र हो नि त। अनि त्यहाँ गएपछि खड्का देवी दर्शन देखिहाल्नु भयो होइन। म कहाँ जाँदै थिएँ भनेर खड्का देवी दर्शन। अनि म यहाँ आइपुगेँ। अनि राउन्ड हानेर वाउ, यहाँबाट देखिने भ्यूहरू त एकदमै राम्रो थियो कि। अनि मलाई मन पर्यो। तर त्यो दिन मौसमको कारणले अलिकति बादल लागेर केही देखिएको थिएन। अनि साथीहरू चाहिँ पानी किन्न तलै गए। अनि म चाहिँ भिडियो बनाउँदै मक्ख पर्दै होइन, त्यहाँ भिडियोहरू बनाएर अनि तल झर्छु। अब चाहिँ भएन, किनकि तलको नि भिडियो बनाउनु पर्यो नि त। अनि ल भनेर म तल झर्नलाई लाग्दै थिएँ। अनि हाम्रो यो खड्का देवी मन्दिरमा चाहिँ माघको 1 गते धुमधामसँग प्रोग्राम हुन्छ कि। अब त्यहाँ गायकदेखि कलाकारहरू, डान्सरहरू सबै ल्याएर होइन।
अनि त्यहाँ चाहिँ गोरु जुधाइ प्रोग्रामहरू पनि हुन्थ्यो। अनि मैले फेरि हाम्रो गाउँको राम्री मान्छेहरू नि भेटिहालेँ होइन। दिदी हुनुहुन्थ्यो, भाउजू हुनुहुन्थ्यो, बहिनी थियो, अनि त्यसपछि अङ्कल हुनुहुन्थ्यो। उहाँहरूले मलाई बहिनीहरूले दिदीहरूले चाहिँ चिन्नु भएको थियो, तर अङ्कलले चाहिँ मलाई चिन्नु भएको थिएन। अनि तिमी को भनेर सोध्नुभयो। मैले यो हो भनेर मैले चाहिँ बोल्दै थिएँ। अनि त्यसपछि उहाँहरू चाहिँ खै के खानुभयो मलाई थाहा भएन, तर कुरकुरे समथिङ कुरकुरे पानीहरू खानुभयो। अनि मैले मेरो गाउँ देखाउँछु भनेर मेरो गाउँ जुम गर्दै देखाइरहेको थिएँ, तर देखिएन। यो बादल लागेको थियो नि त, त्यो कुहिरो हो कि के हो अब त्यसलाई के भन्छ, त्यो लागेको कारणले मैले भएन। अनि त्यहाँ चाहिँ एकदमै मिठो हावा चलिरहेको थियो। अनि म चाहिँ हावामा कपाल हल्लाउँदै थिएँ। अनि सबैजना आफ्नै तालमा ल होइन। दाइहरू यता टिकटक अनि दिदीहरू उता फोटो खिच्ने, साथी एक्लै बस्ने, अनि म चाहिँ के गर्नु होइन। अनि मलाई अलि हतार पनि थियो कि हामी जाँदैमा ढिला गएको थियौँ नि त। अनि फर्किनु पर्ने, मेरो त फोटो खिचिदिने मान्छे कोही थिएन। अनि मेरो फोटो खिचिदिने मान्छे त कोही थिएन, मलाई चाँडै नै फर्किनु थियो। अनि दिदीलाई बोलाएर मैले पनि फोटो खिचेँ। अनि मैदीकोटको फोटो पनि मैले आफैले खिचेँ। अनि होइन अब मलाई भिडियो बनाउन पनि त थियो नि त। अनि हतार गर्दै मलाई डान्स गर्न त आउँदैन थियो। डान्स गर्न नआउने मान्छेलाई नि हो कि भिडियो बनाउन मन लाग्ने, नाच्नु लाग्ने चाहिँ। अनि म नाच्न थालेँ। अनि साथीहरू चाहिँ आफ्नै तालमा थियो, उनीहरूलाई हतार थिएन। अनि मलाई फर्किनु दियो। त्यसपछि मैले फर्किने बेलामा त भिडियो बनाउन पाइनँ। अनि यत्तिकै भिडियो बनाएँ। अनि म फर्किहालेँ। अनि त्यत्तिकैमा रमाइलो भयो। धन्यवाद लास्टसम्म हेरिदिनु भएकोमा।